सायद सबै फ्रेन्ड सर्कलमा होइन, चाहे त्यो 9-10मा पढ्दै गर्दा होस्, +2 पढ्दै गर्दा होस् अथवा ब्याचलर पढ्दै गर्दा होस्, हरेक फ्रेन्ड सर्कलमा चाहिँ प्लान चाहिँ बनिरहेको हुन्छ क्या होइन। त्यस्तै गरी हाम्रो पनि 9-10मा पढ्दाखेरि चाहिँ हामी 12जना थियौँ केटाहरू चाहिँ साथीहरू, बोइज साथीहरू 12जना थियौँ। हाम्रो प्लान थियो कि हामीले चाहिँ 11-12 पढ्दै गर्दा अथवा पछि होइन हामी चाहिँ मुस्ताङ जानुपर्छ बाइकमा भनेर चाहिँ हामीले प्लान गरिरहेको थियौँ होइन। सो बिस्तारै बिस्तारै समय बित्दै गयो। समय बित्दै जाँदाखेरि चाहिँ समयले कसलाई कता लयो, कति साथीहरू विदेशिनु पर्यो होइन अवसरको कारणले गर्दाखेरि, अनि नयाँ कुराहरू बुझ्न जान्नको कारणले गर्दाखेरि चाहिँ अथवा विविध कारणले गर्दाखेरि चाहिँ विदेशिनु पर्यो होइन। कति साथीहरू कता जानु पर्यो। अब आफ्टर आई थिङ्क 6-7 इयर्स पछि होइन 6-7 वर्षपछि चाहिँ ऊ र म चाहिँ सँगै पढेको साथी हामीले चाहिँ यो प्लान गरेर जाम्न त भनेर चाहिँ हामी 2टा मात्र चाहिँ अहिले यहाँ मुस्ताङ चाहिँ जाँदैछौँ होइन। हामी सबैजनाले चाहिँ हान्सागर हाम्रो जति पनि अरू साथी छन् 10जना साथी सबैजनालाई मिस गरिरहेछौँ। वी मिस यु गाइज। अब अहिलेको चोटि नभए पनि अर्को चोटि चाहिँ सँगै पक्कै पनि आउनुपर्छ हान्सागर। 1-2टा साथीहरूको म्यासेज पनि आएको थियो हामी सँगै जाने भनेको थियौँ भनेर। अब त्यो तिमीहरू आइसकेपछि फेरि हामी घुम्न जानेछौँ। वी मिस यु। हामी अझै सबैजना आएको भए अझै मजा आउँथ्यो होला। अझै मजा हो एक्ज्याक्टली। हामीलाई चाहिँ त्यो फिल चाहिँ भइरहेछ। सो यहाँ आइसकेपछि चाहिँ त्यही आयो कि याद चाहिँ झल्झली त्यही याद आयो होइन। जस्तो जो एउटा लास्ट बेन्चमा बसेर चाहिँ सबै एकै जुन बनाएर चाहिँ हामीले प्लान गरिरहेको कुरा चाहिँ याद आयो। सो वी मिस यु गाइज। हामी सँगै फेरि जानुपर्छ।